तपाईँहरूलाई प्रायः टेबल चाहिँ कति बेला नआउन सक्छ है। टेबलको लागि एउटा शैक्षिक मेटेरियलबाट हामीले कसरी सिकाउने भन्ने एउटा मेटेरियल तयार पारेको छु मैले आफूले चाहिँ। त्यो मेटेरियलमा हजुरलाई कसरी चाहिँ विद्यार्थीलाई टेबल सिकाउनु त भन्ने एउटा चाहिँ मसँग मेटेरियल छ। मैले बोतल युज गरेर एउटा चाहिँ यो एउटा टेबल बनाएको छु। टेबल बोतलको टेबलबाट चाहिँ हेर्नुहोस् है, मैले आफूले चाहिँ निर्माण गरेको हो यो। अब यतापट्टि कसरी सिकाउने भन्दाखेरि मैले माथि चाहिँ फुल जस्तो बनाएको छु। यहाँ माथि 2 छ है, घुम्छु म देखाउँछु। हेर्नुहोस् है, यहाँ माथि 2 छ, यहाँ 2 को टेबल छ। यहाँ 2 टाइम्स 2 1 जा 2 यसो सिकाउनुहुन्छ। 2 2 जा 4, 2 3 जा 6, 2 4 जा 8, 2 5 जा 10 गरेर यस्तै गरेर 2 को टेबल सबै सिकाउन सकियो। फेरि यसलाई अर्को कसरी सिकाउनु भन्दाखेरि त्यो माथिको ढकन मात्र बाहिरको हल्का समान्नेलाई यसलाई अलिकति घुमाइदिने। यसरी घुमाइदियो भने हाम्रो 3 को टेबल आउँछ है। जो 3 को टेबल आउँछ, 3 को टेबल पनि हामीले यसरी सिकाउन सक्छौँ। त्यसै गरी यहाँ 4 को छ, 4 को टेबल छ, 4 को पनि छ। यहाँ माथि 4 परेर आएको छ ट्याक्कै। यहाँ 4 1 जा 4, 4 टाइम्स 1 गऱ्यो भने यहाँ 1 जा 4 पर्छ। त्यसै गरी अर्को 5 छ, यहाँ 5 को पनि पुरै छ कम्प्लिट है। 6 को पनि यसरी घुमायो भने ट्याक्कै आउँछ, 6 आयो यो 6 को हुन्छ पुरै। अनि 7 को छ, यहाँ यो 7 यसो घुमाउने बित्तिकै आउँछ माथि है। हामीले घुमाउने बित्तिकै ट्याक्कै हामीले टेबल देख्न सक्छौँ। त्यसै गरी 8 को छ, यो 8 को मैले यो ह्यान्डले चाहिँ घुमाइरहेको छु है। हेर्नुहोस् त, यो 8 को छ, 8 को आयो। त्यसै गरी 9 को छ, यहाँ 9 को टेबल छ, 9 को ट्याक्कै आउँछ। र मैले 10 सम्म मात्रै बनाएको हुनाले लास्ट 10 सम्म छ, 10 सम्म मात्रै बनाएको छु। त्यही भएर 10 को टेबल प्रष्ट देखिएको छ यहाँ है। हजुर यसरी सिक्न सक्नुहुन्छ तपाईँहरूले, विद्यार्थीहरूलाई तपाईँको यसरी सिकाउन सक्नुहुन्छ तपाईँहरूले पनि भन्दै यो भिडियो यही अन्त्य गर्छु। सबैलाई धन्यवाद। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला फेरि। ओके, नमस्ते। ताली